नमस्ते। मेरो नाम चाहिँ सञ्जीव सिंह कुँवर हो है। यहाँ कटिङ किङ सेड ड्रेसिङ विगत 15 वर्षदेखि हामीहरू यहाँ काम गर्दै आएका छौँ। अब नेपाली कम्युनिटीमा धेरैलाई त थाहा पनि छ, अझ अहिले न्युकमरहरू धेरैलाई थाहा पनि छैन होला। अब कतिपय अब साथीहरू अहिले चाहिँ अब यो मेन्स हेयर कट कहाँ गर्ने होला, अलिकति ट्रेन्डी अहिलेको समयअनुसारको ट्रेन्डी हेयरस्टाइलहरू आफ्नै नेपाली दाजुभाइहरूले नै काम गर्ने ठाउँ कतै छ कि भन्ने जस्तो त्यस्तो लागेको छ भने हामीहरू यो मेलबर्न स्थित लाइक यो ब्रन्सविकमा 631 सिडनी रोड ब्रन्सविक मेलबर्न, प्लिज हामीलाई सम्पर्क गर्नुहोला। हाम्रो वेबसाइट पनि छ, त्यहाँ भिजिट गर्नुहोला। नभए डाइरेक्ट तपाईँ कल गरेर आफ्नो बुकिङ पनि गर्न सक्नुहुन्छ। मेरो नम्बर, हाम्रो सपको नम्बर चाहिँ 04321878809 अनि ल्यान्डलाइन पनि दिन्छु है, 03904188888। तपाईँ यहाँ आउनु सक्नुहुन्छ। तपाईँले चाहेको जस्तो हेयरस्टाइल यहाँबाट पाउन सक्नुहुन्छ। थ्याङ्क यू सो मच। दुई साइडदेखि हाल्नु मिलाएर मेरो यो मुलेट फर्ममै हालिदिनु, पछाडि अलिकति मात्र घटाइदिनु। माथि माथि अलिकति घटाउने, सर्कल हाल्न राख्ने मेनली साइडमा। हो साइडको निकाल्नै पर्ने हुन्छ। अनि भाइ काम आजको डे अफ? डे अफ मिलाएको दाइ मन्डेतिर। सधैँ के हो आजलाई मात्रै? सधैँ अफ मिलाएको, आफूलाई टाइम चाहियो जस्तो लाग्यो क्या। आफ्नो प्यासनहरू नि अलिअलि साइड बाई लानु पऱ्यो, रेस्ट चाहियो, त्यही भएर त। मेन्टल इम्पोर्टेन्स, आफ्नो लाइफको इम्पोर्टेन्स हो नि होइन। कहिलेकाहीँ काम भनेको कुरो जिउनुको लागि गरेर हाल्छ, तर हबी त हबीमा पर्दैन नि त। एकदम त मेरो चाहिँ अब सुरुमा त म स्टुडेन्ट भिजामै आयो है। स्टुडेन्ट एज ए स्टुडेन्ट आएको यहाँ। हजुर। यहाँ आउनुभन्दा अगाडि चाहिँ म यही प्रोफेसनमै थिएँ नेपालमा। नेपालदेखि नै हो भने नेपालदेखि नै हो। सुरुमा आएर त भाइ अब त्यति बेलादेखि अहिलेसम्म अब इन्टरनेसनल स्टुडेन्टहरूको सुरुमा सर्भाइभ गर्ने भनेको हस्पिटालिटी सेक्टरमा काम गरेर म पनि जस्तै रेस्टुरेन्टहरू क्याफेहरूतिर काम गर्थेँ कि सुरुमा। अनि अब मलाई चाहिँ प्यासन चाहिँ यसमै थियो। वान डे म यसमै रिटर्न ब्याक हुनुपर्छ भन्ने थियो। म पढ्नलाई पनि ड्रेसिङ नै गर्न आएको हो, डिप्लोमा ड्रेसिङमा। पढाइ फिनिस भयो। पढाइको बिचमा मैले चाहिँ अनि अब यसैमा भोलिन्टियरहरू गर्ने अपर्च्युनिटी पायो। अनि विकेन्डमा भोलिन्टियर गर्थेँ कहाँ। अनि अलमोस्ट गऱ्यो 1 इयरभन्दा बढी भोलिन्टियर। अनि पढाइ पनि सकियो। भनेपछि यो तपाईँको जर्नी चाहिँ अब नेपालदेखि नै सुरु भयो भनौँ न होइन। नेपालदेखि नै अब यही फिल्डमा लाग्नुभयो, आएर नि त्यही पढ्नुभयो। नाइस। अनि अरू काम गरे पनि आफ्नो मनमा चाहिँ म एकदम यसैमा रिटर्न ब्याक हुन्छ, मैले यसमा आफ्नो करियर बनाउनु छ भन्ने थियो होइन। अनि बिस्तारै पढाइ सकेपछि अनि बिस्तारै अब पार्ट टाइम यसमा जब पनि पाएँ, किनभने भोलिन्टियर गरिरहेको थिएँ नि त। हजुर होइन। त्यो भइसकेपछि नेपालमा र यहाँ काम गर्ने सिस्टम फरक हुन्छ। टेक्निकहरू अब कम्युनिकेसन स्किल बढाउनु पऱ्यो होइन, त्यो इम्प्रुभ हुनु पऱ्यो। त्यो बिस्तारै भयो। अनि चाहिँ अब त्यही हो, कम्युनिकेसन स्किल इम्प्रुभ भएपछि कस्टमरसँग डिल कसरी गर्ने भन्ने कुरामा इजी हुन थाल्छ होइन। त्यही अनुसार अब काम पायो अनि काम गर्न थालियो। अनि अब फेरि नेक्स्ट भनेको अब अरूकोमा मात्रै काम गर्ने होइन, वान डे मैले आफूले गर्नुपर्छ भन्ने चाहिँ आफ्नै गर्नुपर्छ। त्यो त पऱ्यो। अब तपाईँको प्यासनै अब यसमै रहेछ होइन। अनि अब कति वर्ष जति चाहिँ अरूकोमा गर्नुभयो लाइक? मैले लगभग 2.5 years। 2.5 year। अनि त्यसमा एक्सपिरियन्स गेन गर्नुभयो, यताउता आइडियाहरू थाहा भयो, अनि आफ्नो खोल्नुभयो। सुरुमा यही हो कि मेरो फर्स्ट नै हो? 2 वर्षपछि नेपालदेखि आएदेखि कति पछि खोल्नुभयो?
डिस्कभर 2008 मा आएको 4 इयर्समै खोलेँ मैले 2012 इन्ड अफ 2012 डिसेम्बर मैले खोलेको खोल्ने बेलामा नि अब जापान केही खोलेर नि भएन होइन अनि अलिकति सोचेको थिएँ नेपाली कस्टमरहरू पनि भएको ठाउँ भयो भने चाहिँ के आफूलाई सपोर्ट हुन्छ भने त्यस्तो ठाउँहरू स्पटहरू चाहिँ ठ्याक्कै यहाँ यो पोप अफ गन्सिप चाहिँ त्यतिखेर चाहिँ एकदमै नेपालीहरू स्टुडेन्टहरू एकदमै उहाँको मैले यहीँ पाएँ यो ठाउँ चाहिँ यो सप चाहिँ यहाँ खोल्नु एउटा प्लेस पाएँ र मैले यहाँ अनि यो तपाईँको पसलमा चाहिँ मोस्टली कुन सिटीकोहरू यस कस्टमरहरू चाहिँ कताको धेरै मैले स्टार्टिङमा भन्नुभयो त बिगिनिङमा चाहिँ अब त्यही हो नेपाली कस्टमरहरूको धेरै ठुलो सहयोग थियो मलाई होइन अब बिस्तारै उनीहरू यहाँबाट मुभ हुनुभयो त्यसपछि उहाँहरू पनि अब यहाँबाट बिहार लिने यहाँबाट रेजिडेन्सियल एरियातिर मुभ हुने त्यस्तो हुँदै नेपालीहरू सकिँदै गयो लोकल क्लाइन्टमा मेरो चाहिँ एडभर्टाइजमेन्ट हुँदै गइरहेको थियो माउथ टु माउथ होइन लोकल क्लाइन्टहरू बढ्दै थियो अनि अब अहिले आएर चाहिँ आफ्नो अब नेपाली क्लाइन्टहरू धेरै नभए तापनि लोकल क्लाइन्टहरू म्याक्सिमम् अहिले 80% ओभर चाहिँ लोकल क्लाइन्ट भनेपछि पहिला चाहिँ सुरुमा चाहिँ हाम्रै नेपाली दाजुभाइहरू धेरै हुन्थ्यो क्लाइन्ट आजभोलि चाहिँ यहीँको लोकल धेरै हुन्छ मोस्टली लोकल स्टुडेन्ट क्लाइन्टहरू त्यही भएर अब ठिकै छ राम्रै छ सबैको उसमाबाट राम्रै रेस्पोन्स आइरहेछ लाइफ चलिरहेछ अब तपाईँहरू जस्तो फेरि अब एकदम स्पेसल हेयर स्टाइल हेयरकट चाहिने मान्छेहरू त फेरि जहाँ गए पनि यहीँ आउनुहुन्छ नेपालीहरू यहाँ हुनुहुन्न भनेर मैले के गर्नु पनि पर्दैन यहाँबाट मुभ भएर कति टाढा टाढा मुभ भएर यहीँ आइरहने नेपालीहरू मैले पहिला नजिकै बस्थेँ नि यहाँ चाहिँ उता यो एनसी स्टेसनदेखि उता बस्थेँ अहिले फग्नरदेखि आउँछु म त्यही त अब कतिपयहरू टार्नेटबाट आउनुहुन्छ त्यति टाढा उलटबाट आउनुहुन्छ पेरिबोन होइन स्टिल आउट मेरो पुरानो क्लाइन्टहरू जसलाई चाहिँ अलिकति पर्टिकुलर हेयर स्टाइल कट चाहिन्छ उहाँ कति टाढा टाढाबाट पनि यहीँ आइरहनु भएको छ अनि अब यो नेपालमा नि यो बार्बर कल्चर चाहिँ एकदमै ग्रो भइरहेछ क्या अब सबै हुन्छ नि यङ युथहरू अब अस्ट्रेलिया आउने भन्ने बित्तिकै उनीहरू केही स्किल लिएर आउन सोचिरहेको हुन्छ कि अब कुनै त अब मनैदेखि लिएर जान्छु भन्छ कुनै चाहिँ अब ट्रेन हुन्छ नि अब सिकेर गयो भने काम लाग्छ यताउता भन्ने हुन्छ नि त अब यो बारटेन्डरहरूदेखि लिएर सुसी सेफहरूदेखि लिएर अब केटीहरूले पार्लरहरू यता सिक्छ होइन अनि केटाहरू पनि अब यो बार्बर कल्चर चाहिँ ग्रो भइरहेछ क्या नेपालमा नि एकदमै अब पहिला चाहिँ के मात्र सोच्थ्यो भन्दा चाहिँ अब हुन्छ नि भैया अब भनौँ न अब भैयाहरूले कपाल काट्छ यताउता भन्ने हुन्छ नि त सोच अनि अहिले चाहिँ एकदमै राम्रो ग्रोथ भइरहेछ कि अनि त्यही पोखरामा नि अब यङ केटाहरूले बार्बर सप खोलेर राम्रो गरिरहेछ कि मैले युट्युबहरूमा पनि हेर्छु मैले नेपाल गएको बेलामा घुम्न जाँदा त्यो देखेको पनि छु होइन तपाईँले भनेको कुरामा म एग्री गर्छु अनि मैले त्यो यो तपाईँले जे भन्नुभयो नि अस्ट्रेलिया आउनुभन्दा अगाडि नै मैले त्यो सोच्थेँ कि यो उसको चाहिँ डेभलप भइरहेको छ सोच्ने तरिका डिफ्रेन्ट भइरहेको छ भनेर मैले नेपालमा सप राख्दाखेरि खासै नेपाली पहाडियाहरूको सप नै थिएन है अनि मैले यो ट्रेनिङमा जानुको कारण त्यही नै हो पछाडिको अलि मात्र ल माथिको चाहिँ सिधा होइन छड्के दुवै साइड लान्छु कपाल मैले बराबरै त्यो लाइट सिधा चाहिँ नकाट्दैन अनि त्यही त अब नेपालीहरू अब अझै आउने क्रम छ नि त तपाईँ चाहिँ के सन्देश दिन चाहनुहुन्छ यो फिल्डमा लाइक के कस्तो स्कोप छ अब तपाईँले चाहिँ अब केही हुन्छ नि मैले चाहिँ यस्तो गरेँ भए झनै राम्रो हुन्थ्यो भन्ने केही छ त्यस्तो होइन मलाई त खासै त्यस्तो छैन मलाई त आफूले जे गरेँ त्यसमा म एकदम सेटिस्फाइड छु ह्याप्पी छु आफूदेखि होइन हजुर मैले जे मेरो मनमा लागेको थियो त्यो कुराहरूमा
सक्सेस नै भएको हो होइन। हजुर अरूहरूलाई चाहिँ म के भन्छु भने यो फिल्डमा लाग्ने जस्ट अब सर्भाइभ गर्नको लागि यो पनि एउटा ट्रेनिङ लिन्छु भनेर आएर चाहिँ काम छैन। यसमा चाहिँ कस्तो भने मेन काम गर्ने मात्रै नभएर डाइरेक्ट कस्टमरसित चाहिँ लिङ्क हुने हुँदा डाइरेक्ट कस्टमरसँग चाहिँ काम गर्नुपर्ने हुँदाखेरि मेन चाहिँ कम्युनिकेसन स्किल, त्यो पनि बिजनेसमा क्या। हजुर बिजनेस कम्युनिकेसन स्किल होइन, त्यो खाले चाहियो। कमर्सियल अलिकति त्यो हुन सक्नु पऱ्यो होइन। कस्टमरलाई बुझ्ने, उसित डाइरेक्ट गफ गर्नुपर्ने भावनाले यो किचनमा चाहिँ खाना बनाएर बाहिर काउन्टरमा बाहिर पठाइदिए जस्तो हुँदैन। त्यही त, त्यहाँ त नबोलेर काम गरे नि भयो होइन। डकेट हेर्दै काम गर्दै गरे भयो। यहाँ त्यस्तो हुँदैन। यहाँ त अब डेफिनेटली कति राम्रो एकाडेमिकली स्ट्रङ क्वालिफाई मान्छेहरू त सुरुमा आएर यहाँको मान्छेहरूसित सुरुमै भेटेर गफ गर्नलाई कम्युनिकेट गर्नुको लागि कति गाह्रो हुन्छ होइन। त्यो भएर त्यो स्किल चाहिँ मस्ट हो, त्यो नभइकन हुँदैन। प्लस अब काम राम्रोसित जानेको छ भने त र यसमै केही गर्छु भन्ने धैर्यता छ भने त बिस्तारै यहाँको कम्युनिकेसन स्किलमा उसको इम्प्रुभमेन्ट आएपछि फ्युचरमा डेफिनेटली उसले यहाँ काम गर्न सक्छ। बिस्तारै आफ्नो बिजनेस पनि स्टार्ट गर्न सक्छ र यसमा एकदम राम्रो स्कोप छ, एकदमै राम्रो स्कोप छ। रमाइलो पनि छ होइन। मान्छेको गर्दै काम गर्न पाइयो। मान्छेको प्यासन हुन्छ नि त। एक्सपिरियन्सहरू, मान्छेको लाइफको एक्सपिरियन्सहरू सेयर हुन्छ, आफ्नो नलेज हुन्छ होइन। यहाँ बसेर यो चेयरमा त विभिन्न थरीको मान्छेहरू आउँछ नि त होइन। हरेक किसिमको मान्छे आउँछ, उनीहरूको लाइफको एक्सपेरिमेन्टहरू सुन्न पाइन्छ, एक्सपिरियन्सहरूबाट आफूले नलेज लिन पाइन्छ होइन। त्यो किसिमको मजा छ यो प्रोफेसनल। अब अहिले नै भन्नुभयो नि जस्तै आजकल अब राम्रो छ भने गर्नुको एउटा मुख्य कारण पनि त्यही हो। हामी पहाडियाहरूले चाहिँ कसैले नगर्ने यो प्रोफेसन होइन। अनि मलाई चाहिँ अलिकति राम्रो किसिमबाट, अलिक मोडर्न किसिमबाट चाहिँ सपहरू राख्न सकियो र काम गर्न सकियो भनेदेखि एउटा ट्रेन्ड चाहिँ बसाल्न सकिन्छ र यसले चाहिँ मान्छेलाई रोजगार दिनको लागि, स्वरोजगार दिनको लागि नेपालमा अझ महत्त्व हुन्छ भनेर मैले यो ट्रेनिङ गरेको। यसै सिलसिलामा सिटिभिटी भन्ने थियो नेपालमा, त्यसबाट ट्रेनिङ प्राप्त सरकारी त्यो सिटिभिटीबाट ट्रेनिङ प्राप्त हेयरड्रेसरमा केटामा म पहिलो हो नेपालमा। यसै सिलसिलामा मैले कति अब त्यहाँ त्यतिखेर रेडियोहरूबाट, नेपाल के अरे टेलिभिजनहरूबाट इन्टरभ्यूहरू मैले दिएको थिएँ। अनि त्यतिखेर भनिदिन्थेँ म यसमा एकदमै स्कोप छ, जब स्वरोजगारको लागि धेरै ठाउँहरू पाउन सक्छ यसमा होइन। रोजगारको लागि त्यही भएर आउनुहोस्। नेपाली यङहरूले अलिकति आफ्नो सोच्ने तरिका चेन्ज गर्नुपर्छ। त्यो हुँदा 30-35 हजार 40-50 हजार कमाउनको लागि त्यो अब हुन्छ नि। अब त्यतिखेर मलेसिया, दुबई हुन्छ नि, अब यो मिडल इस्टर्न कन्ट्रीहरूतिर जानु कति जान्थ्यो नि त मान्छेहरू। त्यसो कति हुन्छ, घट्छ, यस्तै हेल्प गर्छ भनेर बताइन्थ्यो इन्टरभ्यूमा। त्यस्तो थियो। अनि अब तपाईँले बिजनेस त खोल्नु भएन, कति भयो त खोलेको र? यो त अहिले 15 इयर्स रनिङ। 15 इयर्स है रनिङ, द्याट्स ह्युज। अनि यो के अब तपाईँले गर्दै हुनुहुन्छ होइन, यो बिजनेस गरिरहनु भएको छ। यसमा अब चाहिँ सुरुमा चाहिँ तपाईँलाई ओपनिङदेखि के च्यालेन्जेसहरू भयो नि त? भयो ओपनिङमा त मेन कुरो त फर्स्टमा त कस्टमर हेर्ने, कस्टमर आए चल्छ होइन, नत्र चल्दैन होइन। अनि कस्टमरलाई चाहिँ अब कम्युनिकेसन स्किल हुनु पऱ्यो मेन। यहाँ छिर्छ कसरी त उसित बोल्ने, उसित कस्तो रियाक्ट गर्ने होइन, कसरी मान्छे बाटो हिँड्दा मान्छेसित हाई हेलो गफ गर्ने, उसको दिनको कसरी गइरहेको छ, कसरी बितिरहेको छ त्यो सोध्ने होइन। त्यो हुँदाखेरि अलिकति अट्र्याक्टिभ हुनु पऱ्यो बोलीमा होइन, अट्र्याक्सन हुनु पऱ्यो। त्यो हिसाबले मान्छे छिर्ने त हो नि होइन। त्यो चाहिँ दाइले के पिआरैदेखि ल्याउनु भयो क्या? हजुर र हजुर
यसमा पिआर छ यो फिल्ममा? अहिले चाहिँ अब यो खै के छ थाहा छैन मलाई। अहिले चाहिँ यस्तो स्पोन्सरहरू के छ हाम्रोमा चाहिँ अब आफ्टर स्टडी आफ्टर फिनिस कम्प्लिट दिस अब सबै प्रोसेस त त्यही नै हो। आइएलटिएसहरू चाहिहाल्थ्यो होइन। अनि त्यतिखेर हाम्रो टिआरए भन्ने 900 आवर्सको एक्सपिरियन्स पनि प्लेसमेन्ट पनि दिनु पर्थ्यो। त्यसपछि टिआर अनि बल्ल सुरुमा चाहिँ अलिकति स्ट्रगलै भयो भनौँ। धेरै नै स्ट्रगल भयो 6-7 महिना। त्यसपछि आफ्टर 6-7 महिनासम्म रेन्ट तिर्नै गाह्रो थियो। आफ्टर 6-7 मन्थ्स नाफा हुनै अर्को 1-1.5 वर्ष लाग्यो। मतलब आफ्नो वेजेस निक्लिनलाई आफ्नो स्यालेरी निक्लिने 1-1.5 वर्ष लाग्यो। त्यो भएर यसमा अलिकति प्यासन चाहिँ चाहिन्छ, लङ टर्म प्यासन चाहिन्छ। त्यो तुरुन्तको तुरुन्तै कसैकोमा जागिर गरिहाले जस्तो जुन एउटा पैसा आउन थाल्छ नि त्यस्तो। त्यही त कस्टमरको लाइन हुन्छ होला, कहिले अब कम हुन्छ होला होइन। भनौँ न 6 महिनासम्म मलाई रेन्ट तिर्नै गाह्रो भयो। 6 महिनापछि मेरो बल्ल रेन्ट त दिन थाल्यो, तर वेज अर्को 1-1.5 वर्ष लाग्यो मेरो स्यालेरी तिर्नलाई होइन। त्यो पुरेर बस्नु सक्ने त प्यासन त हुँदैन नि त फेरि हामी जस्तो मान्छेहरू। हामी त यहाँ छिर्नासाथ आफ्नो एक्सपेन्सेस निक्लिहालोस्, 2-4 महिनामा खल्तीमा $2-4,000 पर्न थालिहालोस् भन्ने हामीलाई त्यो इच्छा हुन्छ नि त होइन। त्यही भएर यसमा आउने भने प्रोफेसनल माया गर्ने मान्छे आउन सक्छ क्या। यहाँ बिच अब ल कपाल काटेर सिध्यो। अन्तिममा केही सन्देश अघि नै भन्न त सब भन्नुभयो, त्यही नै अब हुन्छ नि न्यू कमर्सहरूलाई यो फिल्डमा आउनेलाई के भन्न चाहनुहुन्छ? होइन, यसमा मेन कुरा कम्युनिकेसन स्किल राम्रो हुनु पऱ्यो। त्यसपछि यो पेसालाई माया गर्नु पऱ्यो। यो काम गरेर चाहिँ ऊ रमाउनु, स्वयं ऊ व्यक्ति चाहिँ रमाउनु पऱ्यो कि कामसँग रमाउनु पऱ्यो होइन। त्यस्तो व्यक्तिहरू आयो भनेदेखि यसमा अरू फिल्डमा भन्दा फाइनेन्सियली पनि राम्रो छ फ्युचर होइन, र काम गर्न पनि मजा छ, एकदम इन्जोयबल छ है, रेस्पेक्ट पनि ज्यादा छ, अनि फिजिकल्ली गाह्रो पनि छैन होइन। तर मेन चाहिँ यसमा यो काममा रमाउनको लागि उसले यो कामलाई चाहिँ माया गर्नु पऱ्यो कि रमाउनु पऱ्यो। माया भएपछि रमाइन्छ नि त होइन। त्यो भयो भनेदेखि चाहिँ फ्युचर राम्रो छ एकदम यसमा। त्यसको लागि अब सुरुमा उतै ट्रेनिङ गरेर, राम्रो ट्रेनिङ गरेर उतै अझ कामै गरेर आफ्ना स्किल चाहिँ लिएर आउने, कम्युनिकेसन स्किल चाहिँ यहाँ बिल्डअप गर्ने छ। सानो टपक्क बटम जस्तै हुन्छ आज भोलि।